वेलकम टू माई ब्लजअप गाइड्स, तपाईहरुलाई स्वागत छ मेरो ब्लजअपमा। तपाई यहाँनेर हुनुहुन्छ क्यामेराम्यान भाइ रुपेश नेपाल अनि फोटो सेसनमा हुनुहुन्छ विक्रम आदित्य विक्रम घिमिरे। तपाईहरु सबैलाई देख्न सक्नुहुन्छ गाइजहरु हैन। बेलागा नगरपालिका वडा नम्बर 8 मा हुन गयो भाइरल प्लेस यो बोक्ताङ भन्ने ठाउँमा आज घुम्न आएको छौं हामी। हेर्नु न अघि चट्टखने कोसी देखिन्छ तलतिर हैन। अहिले फेरि बादलको यहाँ हाम्रोतिरको बादलको पहेँटा सैँटा छ उडेर मुलाहरूले पहेँटाले छोप्दियो सबै हैन। तपाईहरुतिर कति पहेँटा हुन्छ किन बादलको हैन, हाम्रोतिर कति बादलको। यहाँ हेर्नु न, यहाँ ब्लजर बोय यहाँ हुनुहुन्छ एकजना। ओइ बिस्तारै इन्द्रे आकाश पुर्छ। गाइस वेलकम टु माई न्यू भ्लग। तपाईहरुको हाल खबर के छ? म चाहिँ एकदम सन्चै छु। आज म झुम्कामा छु। हामी झुम्कादेखि आज बेलगा रिसोर्टदेखि माथि एउटा भाइरल डाँडो छ, त्यहाँ जाने भनेर बसिरहेको छु। चाहिँ अब यतातिरको मौसम देख्न सक्नुहुन्छ, पुरै टिलिलिल घाम लागिरहेछ हैन। यस्तो खालको छ मौसम। अब के कस्तो हुन्छ। यहाँ भान्जा हुनुहुन्छ, भान्जा र म छौँ। हामी चाहिँ अब झुम्कादेखि निस्किसकेको छौँ। मेन रोडतिर जाने तर्फ गर्दैछौँ। अब अगाडि हेर्दै जाउँ के कस्तो हुन्छ, तपाईँहरूलाई देखाउने प्रयास गर्छु। हामी चाहिँ यहाँ मेन रोड आइसकेका छौँ, देख्न सक्नुहुन्छ। अब मेन रोडबाट हामी कालाबन्जार हुँदै हुँदै सतारातिर जानेवाला छौँ। अब आजको मौसम त देखिहाल्नुभयो कस्तो छ भनेर। उतातिर पनि घाम त मजाले लागेकै हुन्छ, त्यही पनि के छौँ अलिकति हावा चलेर शीतलै होला कि भन्ने आश गरेका छौँ। केटाहरू उहाँ झन्डा चोकमा भेट हुने भनेको छ। झन्डा चोकमा गएर केटाहरूसँग पनि भेट गर्नुपर्छ। अनि त्यसपछि हामी जानुपर्छ। हामी चाहिँ ठ्याक्कै नडा आइपुग्यौँ चोकमा। यतापट्टिबाट कालाबन्जार जान्छ, अगाडिबाट सतारा भइहाल्यो। अनि यतापट्टिबाट धरन जाने बाटो हो। बाटो त छ, बन्दै रहेछ बाटो अगाडि। आमा के त्यसको होइन होला होइन धुलो। गाडी आयो भने हाम्रो त समस्या भएन नि त। तँ पो गाडी पो छिर्दैन त। झन्डै झरेको यस्तोमा त यस्तो चिप्लिन्छ नि पछाडिको टायर। मेरो त्यही पनि पछाडिको टायर कस्तो फुलिसकेको छ क्या, सबै गोटे नि गइसकेको छ। तर यो टायरले यस्तो साथ दिएको छ नि मलाई। झन्डा चोकमा आएर पर्खेको केटाहरूलाई खोइ आउँदैन न, यत्रो बेर आधी घन्टा आउनु लागिसक्यो यार। यताको मौसम चाहिँ धुम्म खालको छ, चिल खालको छ। हामी बसिरहेको छौँ, केटाहरूलाई पर्खेर आउँदैन नि, के गर्नु। त्यस्तै छ। अब केटाहरू कतिखेर आउँछन् त्यसपछि अगाडि बढ्छौँ हामी। अरू 1 घन्टा कुराउँदा गरेर बल्ल आयो। सूर्यकुण्ड देख्नु भएको नि, यो बाटोमा जिन्दगीमा हिँड्दिनँ भनेर प्रण गरेको छु अस्ति गराएर। सूर्यकुण्ड भनेर हेर्न गएको, लास्टमा एउटा सानो यत्रो चौर जस्तो रह। अनि यो कहाँ हो सूर्यकुण्ड भनेर सोधेको, यो चौरमा थियो अरे। धेरै वर्ष अगाडि फुटेर गएर छैन केही पनि, ठिङ्गै क्या। ब्लजअप होइन बुझ्छ के भ्लग सतर्क नै बसडे के ससकर हामी चाहिँ अहिले भर्खर उत्तानु पर्यौँ हैन। यहाँनिर लेउमा चिप्लेर लड्यौँ। अब हामी सब भिज्यौँ। अनि यहाँ दादाहरू खुट्टा पखाल्दै हुनुहुन्छ। अनि अब अलिक केही पनि भएको छैन हामीलाई त, हामी भिज्यौँ मात्रै। हामीलाई केही हुन्छ हामी यस्तो मान्छेलाई हैन। तर ठिकै छ, कोही बात नै, कुनै दिक्कत नै। हेलमेट पक्रिरहेको छु गाइज, हेर्नु न यहाँनिर बाइक यहाँ छ हाम्रै। यो बाइक यहाँ चिप्ल्यो अहिले भर्खरै। यहाँ लड्यौँ गाइज। हामी के गर्नु गाइज, अब लेउले चिप्ल्यायो गाइज। हामी चिप्लिन खोजेको थिएनौँ गाइज। अब के गर्नु, समय सापेक्ष, चिप्लिनुपर्छ, लड्नुपर्छ। अलिअलि हुन्छ गाइज सबैहरूलाई। अब हामी लडे पनि तपाईँहरू खुसी हुनु र मनोरञ्जन गर्नु हाम्रो भिडियो हेरेर गाइज। कोसी पुल आइपुग्यो ठ्याक्कै।
एकचोटि लडियो होइन यहाँ अलिकति थोरै थोरै यतै यतै घाउ भयो लुगा त पुरै ड्यामै भिजेको छ होइन पुरै पानी परेर यतातिर गाइस यति मात्र भयो अरू त केही पनि भएको छैन नि त हँसिरहेको नि अनुहार यहाँ हेर नि यहाँ पाल परेको तरको बाटो हिँड्नु हुँदैछ भने यहाँ बेलुका नगरपालिका 8 छ नि यो वडा कार्यालय हो यहाँबाट यताबाट ठ्याक्कै अपोजिट साइडमा यहाँ क्लिनिक रहेछ अरू केही भयो त्यस्तै खालको भयो भनेदेखि अब हामी चाहिँ जाँदैछौँ माथि डाँडा जान्छौँ होइन त्यस्तो खास त केही पनि भएको छैन सामान्य भएको छ अब देख्न सक्नुहुन्छ हामी चाहिँ यहाँ पर्यटकले मेडिकल गरेर आएको थियौँ अनि यो बेलुका रिसोर्ट छ जुन चाहिँ बेलुका रिसोर्टबाट अब हामी उकालो लाग्नेवाला छौँ होइन तर मचुङ टार भन्दो रहेछ होइन मचुङ टार उकालो लागौँ कति बेर लाग्दो रहेछ कति किलोमिटर छ हेरौँ है त 74 छ कति किलोमिटर लाग्दो रहेछ हेरौँ हामी अब बाटो चाहिँ यहाँ अब सुरुमा छिर्दातिर राम्रै छ अगाडि के कस्तो छ भनेर हामीलाई पनि थाहा छैन हामी पनि पहिलोचोटि जान लागेको छौँ किलोमिटर आएपछि त्यस्तो खालको बाटो आयो है अब यो त थोरै मात्र रहेछ यो टर्निङमा मात्र अलिकति उ रहेछ यहाँ फेरि राम्रो बाटो आयो यहाँ प्याराग्लाइडिङ क्षेत्र भनेर देखाइरहेको छ होइन पानी परेको यार बाटो यस्तो छ उत्रिनु तपाईँ जानु अहिले अर्कोतिर कता चिप्लेर तपाईँ लड्नु हो नि अर्कोतिर कता चिप्लिने यार पानी परेपछि त बाटो छ नि केटा आउन त आयो अहिले जाने कसरी हो जाउँ न हिँड कतै बस्नु यहाँ के सार केटा बाइक त फर्किँदैन त गरेर फर्काउनु त्यहाँबाट छोटै उता गुडाइदिने आफै जान्छन् तल माथि त आइपुग्यो तर यहाँ पानीले देख्न सक्नुहुन्छ है एकजना दिदीको घरमा बसिरहेको छौँ यहाँ दामी छ घर चाहिँ होइन बाइक यहाँ पार्किङ गरेको छ हामीले यहाँ दिदीको घरमा बस्यौँ होइन अब यहाँबाट पानी पर्दैछ यताबाट लिएर यहाँ लाग्यौँ अब हामी त कहाँ हो ठाउँ थाहा छैन बाटो चिप्लो होला जहाँसम्म लाग्छ मलाई अब यहाँबाट हामी ठ्याक्कै ओह्रालो लाग्ने बाटो छ ओह्रालो लाग्छौँ यहाँबाट टक्क लाएर पानी परेको बेलामा चाहिँ चिप्लो हुन्छ त्यहाँ माथिसम्म देखिहाल्नु त्यहाँ माथिसम्म बाइक आउँछ भनेर बाइक स्कुटी पानी नपरेको बेलामा चाहिँ मजाले आउँछ पानी परेको बेलामा चाहिँ गिद्दी हुन्छ गाइस यो चाहिँ विचार गर्नु है बाटो खालको चाहिँ यस्तो खालको छ यो बाटो पानी सर पानी परेर आयो क्या शीतल भएको छ हुन चाहिँ कहाँनिर ठाउँ चाहिँ यहाँ होइन होला यहाँ तल राखौ मकैबारी दारामतिर जाउँ मकैबारी बेलुका हाइट खाजा घर एन्ड सेक्पा छ यहाँबाट ठ्याक्कै तलतिर बाटो छ यहाँ चाहिँ यो मेन भनेको जुन चाहिँ ठाउँ छ यही ठाउँ हो यही ठाउँका लागि सङ्घर्ष गरेर यहाँसम्म मान्छे आउँछन् केटाहरू फेरि भिडियो बनाउन व्यस्त छन् फुटसलवाला कार्पेट कसम यार अब चाहिँ सुकुन मिल्यो यार लड्यो पनि काब्रे डान्स ठाउँ देख्न सक्नुहुन्छ होइन ठाउँ चाहिँ बबाल छ यस्तो दामी ठाउँ छ मान्छे त कति हो कति हजुर
पानी परिरहेछ गाइस पानी 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 पर्यो असिना झर्यो दाइगरुमा हजुरलाई मन पर्यो के छ खबर नुहाको सम्झी के छ खबर ठीक छ नि सिनेमेटिक हेर्नु होला हैन पुरै देख्न सक्नुहुन्छ है वरिपरि हुस्से लागिसकेको छ चिलले हुस्से लागिसकेको छ हैन फेरि पानी पनि अलिअलि छिउट्याउन थालिसकेको छ देखाएको चाहिँ हैन है हामीले देखाएको चाहिँ हैन नि फेरि गाइस हामीले देखाएको चाहिँ हैन है देखाएको हैन हामीले देखाउन खोजे जस्तो लाग्छ तपाईहरुलाई हेर्नु रिग्रेट भइरा होला नि झापा बस्नेलाई रिग्रेट भइरा होला हैन रसी खानुपर्छ चिसो मौसममा रोइला हान्नु पर्छ यहाँ टाढो छ इन्स्टाग्राम विज्ञान क्षेत्र 13 छ फलो गर्नु होला हो गाइस सब्स्क्राइब फर एभ्रीवन ब्याकग्राउन्ड देखाइदिनु साथी देखाएको चाहिँ हैन नि फेरि हामीले तपाईलाई देखाए जस्तो लाग्छ भने चाहिँ देखाएको चाहिँ हैन रिग्रेट भइरा होला नि देखाएको चाहिँ हैन तर बनाउँदै मान्छेहरु आएपछि पानी पर्न थालिहाल्छ देखाउन खोजे जस्तो लाग्छ तपाईहरुलाई हेर्नु रिग्रेट भइरा होला नि झापा बस्नेलाई रिग्रेट भइरा होला हैन टाढा रसी खानुपर्छ चिसो मौसममा रोइला हान्नु पर्छ यहाँ टाढो छ इन्स्टाग्राम विज्ञान क्षेत्र 13 छ फलो गर्नु होला हो गाइस सब्स्क्राइब फर एभ्रीवन ब्याकग्राउन्ड देखाइदिनु साथी देखाएको चाहिँ हैन नि फेरि हामीले तपाईलाई देखाए जस्तो लाग्छ भने चाहिँ हेर्नुस् है देखाएको चाहिँ हैन तपाईलाई देखाए जस्तो लाग्छ भने चाहिँ हेर्नुस् देखाएको चाहिँ हैन तर देखाएको चाहिँ हैन हामीले बिल्कुल देख्न सक्नुहुन्छ यत्रो पानी पर्यो यहाँ पुरै पानी परेर हामी थन्केर बसिरहेको छौँ यस्तो छ अवस्था हाम्रो गाइस साथी यस्तो छ देख्न सक्नुहुन्छ मौसमको चाहिँ विचार गरेर मात्र आउनु होला यो ठाउँमा हैन यहाँदेखि बाइकहरू पनि चिप्लेर पुरै खाँक हुन्छ अब अगाडि के कसो हुन्छ कतिखेर पानी रहन्छ अब हामी चाहिँ जाने तर्खर गर्दैछौँ अगाडि हेरौँ है त गाइस बसाइ चाहिँ यस्तोमा छ देख्न सक्नुहुन्छ हामी 4 जना मात्र छौँ यहाँ हैन अरू सबै मान्छे कोइरहेको छन् अघि आउँदा थिए हाम्रो बसाइ पानीले सुनिएको छैन होला बिस्तारै अलिक स्लो गरेर सुन्नु होला है त ल गाइस पानी रह्यो भनेर हिँडेको अब फेरि कुटुर पर्छ हेर है गाइस बाइक लड भन्दैको चाहिँ चोर सार पार्छ है विचार गरौँ है साथीहरू ओइ मा ओइ लुतुतु हिँड्छ त यार बिस्तारै भन्नु केटाहरुको ब्याङ्कको हालत हुन्छ फेरि किल्ले परे त ओइ गाडी आट्नु पर्छ नि फेरि ओइ स्कुटी ओभर चिप्लिन्छ नि भाइ फेरि एकदिन बस्यो ओइ पानी पानी लगा बरु केही हुँदैन पानी लानु हुँदैन हुन्छ परबाट बिस्तारै बिहान लडेर अर्को हालत भयो अहिले यस्तो छ गाई त अब हामी त्यहाँबाट ओह्रालो झर्दैछौँ देख्न सक्नुहुन्छ पानी अलिअलि थोरै थोरै छिट्याउनु चाहिँ त्यसकै बावजुद पनि अब हामी तल लाग्ने कोसिस जारी छ हाम्रो भ्यू 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 त्यही भ्यू त्यो भ्यू अघि हामीले माथिबाट डाँडाबाट खिचेको भ्यू केटाबारी डराम डराम छ त गाई चाहिँ त पुरै चाहिँ फाइनल्ली बेलुका रिभर बिच रिसोर्ट आइसक्यौँ होइन माथि आउँदा जाँदा चाहिँ ठ्याक्कै भनेको 11 किलोमिटर रहेछ अब यहाँबाट हामी चतारातर्फ लाग्नेछौँ कराइरहेको यो डिस हो यो डिस कराएको हो हो गाडी आउँछ फेरि गाइस अब हामी चाहिँ यहाँबाट ओह्रालो झर्दैछौँ देख्न सक्नुहुन्छ पानी अलिअलि थोरै थोरै छिट्याउनु चाहिँ त्यसकै बावजुद पनि अब हामी तल लाग्ने कोसिस जारी छ हाम्रो
डिस भाँचिएछ डिस गएछ यहाँ हेर्नु यहाँको उ नटै छैन क्या ऊपर ताते खा उता केही होइन ट्याप्पै भएको छ उता के भएर त्यो फेरि कस्तो तना भयो बाइक नि अगाडिको ब्रेकको नटै गायब छ सर्भिस गर्दाखेरि यस्तो गरिदिन्छ यार र गाडी त अब यस्तो अलिअलि पानीमा भिज्दै भयो भने अब सरले पक्रिन सक्छन् है केटा चाहिँ अब अहिले कोसीको तिरमा आएको छौँ गाइस यो चाहिँ कोसी खोला तलतिर छ चिया खान बसेको हामी जाडो भयो लास्टै भिजेर कस्तो हैरान भएको छ रिग्रेट भइरहेको होला नि झापा बस्नेलाई त गर्नु आइरहेको होला होइन हामीलाई त कस्तो मिठो यहाँनिर जाडो भइरहेछ तपाईँहरूलाई रिग्रेट भइरहेको होला रिग्रेट खाजा खायौँ अब हामी लाग्यौँ कोसीको पुल चट्ट शीतल हावा केटाहरू फोटो खिच्दैन कोसीमा चाहिँ एकदम मस्तको हावा चलिरहेको गाइस फेरि पानी पर्ला पर्ला जस्तो भइरहेछ बराक क्षेत्र जाने बाटो यहाँ छेउमै पुलको छेउमा भत्किसकेको छ अलिक परतिर पनि भत्किएको छ त्यस्तै खालको छ होइन अघि लडेको ठाउँ आइपुग्यो गाइस उहाँ देखाउँदैछ अगाडिमा केटा हो एनएस त झन् हामीभन्दा अगाडिपट्टि पछाडिएको रहेछ पुरै कोतारेको छ के गर्नु त अर्को एनएस पनि लडेको थियो ठ्याक्कै ग्यारेजमा भेट भएको थियो अहिले बाइक बनाउने ठाउँमा र मलाई खुसी लागिरहेको कि म मात्र होइन अरू पनि लडेको रहन् चिप्लेर भने फेरि पनि झन्डा चौक आइपुग्यो गाइस घुमिफिरी सङ्घर्ष गरिसकेपछि हामी धेरै सङ्घर्ष गरेर यहाँ आइपुग्यौँ नडहा आइपुग्यो नडहामा यस्तो छ नडहा चौक आइपुग्यो गाइस नडहाबाट कालाबन्जर हुँदै हुँदै हामी झुम्का जानेछौँ यता त पानी झिटिएको पनि रहन्छ त ठ्याक्कै कालाबन्जर आइपुग्यो अगाडि बढ्दैछु कालाबन्जरबाट पनि कालाबन्जरबाट भनेको यो ठ्याक्कै यो चोक छ यो चोकबाट यता जाने बाटो पनि छ तिमीहरू जाने यतैबाट ल गाइस शुभ यात्रा सिउ सुन केटाहरू घरतिर लाग्यो म र भान्जो चाहिँ झुम्का जान्छौँ मेरो लुगा सुगा सबै झुम्कामै छ त्यस कारणले गर्दाखेरि ल गाइस फाइनल्ली घर आइपुग्यो यता पनि पानी छिट्याउनु थाल्यो गाइस फाइनल्ली म चिरोमा आइसकेको छु आजको भ्लग तपाईँहरूले देखिहाल्नु के कस्तो भयो भनेर बिहान हिँड्दा मजाले घाम लागिरहेको थियो पानी पर्छ भनेर सोचेको थिएनौँ चतारभन्दा अलिकति ओरतिर जुन चाहिँ दुईवटा खोला छ यस्तो स्ल्याब जस्तो छ त्यहाँ चाहिँ विचार गरेर हिँड्नु होला लेउ लागेको ठाउँमा हामी एक ठाउँमा चिप्लेर लड्यौँ त्यस्तो ठुलो खालको केही पनि भएन सानो खालको अलिअलि घाउचोट लाग्यो त्यस्तै खालको भयो गयौँ रमाइलो गऱ्यौँ पानी पऱ्यो होइन 2 घन्टा 2.5 घन्टा जति पानी पऱ्यो मजाले बस्यौँ त्यस्तै खालको छ माथि पुग्ने बेला चाहिँ बाटो थोरै अलिकति अप्ठ्यारो छ त्यहाँ माथि लानुभन्दा बरु अलिकति तलै बाइकहरू राखेर गाडीहरू राखेर हिँड्दै जाँदा हुन्छ 4-5 मिनटको बाटो आखिरी त्यस्तै खालको भयो आजको दिन रमाइलो गऱ्यो रमाइलो भयो तपाईहरुलाई के कस्तो लाग्यो राम्रो लाग्यो भने लाइक गरिदिनु होला कस्तो लाग्यो कमेन्ट पनि गरिदिनु होला कुन ठाउँबाट हेर्नु हुँदैछ त्यो पनि भनिदिनु होला फेरि नयाँ भिडियोमा भेट्ने नै छौं तबसम्मको लागि बाइ बाइ सी यू गाइज